जन्मेको 5 दिनमै गाईको बाछीले यसरी दुध दिन थाल्यो। हेर्नुहोस्, 5 दिनको गाईको बाछीले दुध दिएको भनेको ठाउँमा आएका छौँ। ल हेर्नुहोस् यहाँ जनताहरू भिड। उठा उठा बाबा उठा उठा लक्ष्मी माता ल आज चाहिँ हामी यहाँ भाइरल गाईको बाछी हेर्न आएका छौँ। ल हेर्नुहोस् गाईको बाछी। ल पाँचौँ ठुलै गाईको भर्खर बिहाको गाईको जस्तो पाँचो फुलेको छ, टन टन दुध भरिएर। ल हेर्नुहोस्, ल यहाँ दर्शन गर्नेको भिड घुइँचो। ल हेर्नुहोस्, ए भाइ लाइभ हाल्ने लाइभ कति दिनको भयो? तपाईहरु कहाँदेखि आउनुभएको? हामी इनोरवा नगरपालिका 6 नम्बर वार्ड झकनजोडाबाट हामी यहाँ हजुर गौमाता यसरी जन्मिनु भएको छ भनेर सुनेपछि अनि हामी हेर्न दर्शन गर्न आएका। हामी अनि दर्शन गर्नुभयो त? गरेको सिटी रिजर्भ गरेर आएका। यसो छोरा दर्शन गरौँ भन्दा पनि अब टाढेबाट दर्शन गरौँ, उहाँ छुन उहाँहरूले दिनु भएन हामीहरूलाई। हामी 7 जना आएका छौँ। छुन पाइएन भनेर तपाईँको गुनासो? यसो ढोग्न दर्शन गर्न पाइएन? टाढेबाट यसो गरे। ल ठिक छ। तपाईँहरू धेरैजना आउनुभएको छ? ल यसो दर्शन ल गर्नुहोस्। ढोग्नुभयो, दर्शन गर्नुभयो? ल ल ल ल राम्रो, दर्शन त गर्नै पर्यो। परैबाट भए पनि दर्शन गर्नु पर्यो। तपाईँले गर्नुभयो त दर्शन? ल कस्तो लाग्यो त तपाईँलाई? अब सुनाउनु। मन प्रसन्न लाग्यो। सबैजना आउनुहोस्, यहाँ दर्शन गर्नुहोस् लक्ष्मी माताको। साथ काम दिनु माता माता उत्पत्ति भएको रहेछ है। ल दर्शन लाग्यो, प्रसन्न भयो। ल माताको दर्शन, यहाँ पूजापाठ यसो मातालाई सम्झेर पूजा गर्ने भक्तजनहरूको पनि कमी छैन। ल अङ्कल, तपाईँ कहाँदेखि आउनुभयो यहाँ? इनेरवाबाट आउनुभएको? के सुनेर चाहिँ तपाईँ यहाँ आउनुभयो? गाईको बाछीले दुध दिन्छ अरे भनेर सुनेर। दुध दिन्छ अरे भनेर अचम्म लागेर होइन? अनि विश्वास गर्नुभएको थियो त सुरुमा यस्तो होला भनेर? गरेकै थिएन है? यस्तो जे होस् दर्शन गर्नुभयो, आनन्द आयो है। ल ल ल ल सबैको दुध दिन थालेको बाछी, सानो बाछीको आमा चाहिँ उहाँ हुनुहुन्छ है, माता लक्ष्मी माता उहाँ नै हो। हजुरहरू ल सानो बाछीको माताको पनि दर्शन गर्नु होला। ल मेन माता उहाँ नै हो। ल उहाँ माताले नै जन्म दिनुभयो सानी बाछी।
जे होस् 5-6 दिनमा दुध दिने बाछीलाई कसैले 4 भन्छन्। अहिले चाहिँ सानी गौरी आनन्दले बसिरहेकी छिन्। ल हेर्नुहोस् हाम्रो गौरीको सेवामा हुनुहुन्छ 2 जना। ल हेर्नुहोस् एउटा ठुलो भएको छ अरे एउटा पनि ठुलो भएको छ। डक्टर आइरहन्छ चप्पल बहिनी चप्पल उता खोल्नु त। विज्ञान पनि सोच्न बाध्य भएको छ। जन्मेको 6 दिनमै यसरी दुध दिन थाल्यो गाईको बाछीले। मानिसहरू भन्छन् यो त कामधेनु गाईको बाछी हो। कति राम्रो के बाछी त अब साह्रै दुध पुरै छोडिदिएको होला। खाएको राम्रो छ हेरियो बजार बारीमा हेरियो ल उहाँ चाहिँ हाम्रो बाछी गाईको बाछीको चाहिँ नि घरमुली उहाँहरू हुनुहुन्छ होइन। अनि तपाईँहरूले यो जन्मेको आज कति दिन भयो त? 19 दिन भयो आज होइन। अनि यो तपाईँहरूले जन्मिँदा अब हाम्रो त हिन्दू धर्मअनुसार त हामी त अब गाईलाई त लक्ष्मीको अवतार मान्छौँ होइन। त्यही माथि पनि अब यो नौलो किसिमको है हो कि होइन भन्नु न, नौलो किसिमको भयो यस्तो घटना है। अनि अब यो घटना त जे हुनु भइगयो, अब यो त सबै भगवान्को लीला भयो होइन। हामी त त्यही मानेर हामी पनि आयौँ, तपाईँहरूले पनि त्यही मानेर सेवा गरिरहनु भएको छ है। अब यहाँ भक्तजनहरूको पनि घुइँचो छ यस्तो साह्रो, धेरै घुइँचो छ। ल हेर्नुहोस् मान्छे इन्डियादेखि बिहारदेखि सबैतिरबाट आइरहनु भएको छ। अब गौरी माताको दर्शन पनि गर्नुभएको छ सबैले होइन। अनि तपाईँहरूको अब यो जन्म हुनुभन्दा अगाडि तपाईँहरूको घरमा केही अनौठो घटना अथवा सपनामा तपाईँहरूलाई केही त्यस्तो केही भान भएको छ? भयो? याद छैन। अब सधैँ नै भइरहेको थियो, केही याद भएन। बाछीको स्वास्थ्य कस्तो छ? तपाईँहरूले लगेर बाछीको चेक जाँच पनि गराउनु भयो होला अथवा यहाँ आए होला डाक्टरहरू है। उहाँहरूले के भन्नुभयो डाक्टरहरूले चाहिँ? केही छ त्यस्तो होइन, नराम्रो केही भन्नुभएको छैन बाछीको स्वास्थ्यमा पनि? औलै भन्नुभएको छ उहाँहरूले है। यो सम्भावना चाहिँ यो के भएर यो आएको भन्ने कुरोहरू के गर्नुभएको छ? यो बाछीले जुन दुध दिन थाल्यो यो चाहिँ हुनुको केही कारण केहीहरू डाक्टरहरूले केही भनेका छन् त? छैन, पत्तो लागेको छैन है। यो त अनौठो नै भयो होइन, चमत्कार भनौँ न, चमत्कारै बराबर भयो है। ल हस्, हजुरलाई पनि धन्यवाद है।